फ्रेन्ड्स, सबैलाई मेरो भिडियोमा स्वागत छ। अनि देख्न सक्नुहुन्छ मैले चाहिँ आज के को भिडियो लिएर आएको छु भने देख्न सक्नुहुन्छ यो चाहिँ मैले रिङ लाइट प्लस तपाईको ट्राइपडको मैले चाहिँ लिएर आएको छु। यो चाहिँ लङ खाले हो। यो चाहिँ मैले मिसोबाट अर्डर गरेको थिएँ। सो मलाई यस्तो रिसिभ भयो। देख्न सक्नुहुन्छ सबैभन्दा पहिला यो रिङ लाइट प्लस तपाईको यो यसमा सानो बटनहरु देख्न सक्नुहुँदै होला। त्यो चाहिँ तपाईको कलरहरु एडजस्ट गर्ने हो। अनि सो स्टार्ट गरौँ है त। अब हामी यो चाहिँ कसरी सेटिङ गर्ने भनेर चाहिँ कतिवटा सामानहरु छ, यसलाई चाहिँ हामी पालैपिलो सेट गर्ने छौं। सो स्टार्ट गरौँ है। सबैभन्दा पहिला यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ लक हो। तीनटा लक छ यसमा चाहिँ। अनि सबैभन्दा तलको लकले चाहिँ त्यसलाई त्यो सबैभन्दा मुनि जुन स्ट्यान्ड हामी त्यो स्ट्यान्ड अडाउने चाहिँ त्यसलाई हामीले क्लोज ओपन गर्न सक्छौं। अनि त्यो बीचकोले चाहिँ त्यसको हाइट लामो सानो ठुलो गर्ने हो। अनि मिडलको पनि सेम हो। त्यो हाइट लामो सानो गर्ने आफ्नो हाइटको अनुसारले कतिकोमा राखेर चाहिँ हामीले भिडियो बनाउने भनेर यो चाहिँ एडजस्ट गर्न सक्छ हामीले। देख्न सक्नुहुन्छ। अनि सबैभन्दा तलको लकले चाहिँ हामी यसरी खोलेर चाहिँ त्यसलाई लुज गरेर चाहिँ हामीले यसरी खोलेर चाहिँ स्ट्यान्डलाई चाहिँ हामीले राख्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ। अनि कतिको यो गरेर चाहिँ अब त्यो आफ्नो हिसाबले त्यसलाई चाहिँ अब लक गरेर हामीले टक्कै तल राख्न सक्छौं। देख्न सक्नुहुन्छ। यो चाहिँ हामीले आफ्नो हिसाबले कम बेसी गर्न सक्छ। अनि सबैभन्दा माथिकोले चाहिँ हामीले देख्न सक्नुहुन्छ मेरो हाइट सानो छ। अनि यो भन्दा चाहिँ अब निकै लामो छ। यो चाहिँ अब धेरै लामो छ। यसलाई चाहिँ कम बेसी गरेर हामीले आफ्नो एडजस्टमेन्टको हिसाबले मिलाउन सक्छौं। यो देख्न सक्नुहुन्छ एकदमै लामो छ। अनि लु अब सबैभन्दा यो भइसक्यो। अनि देख्न सक्नुहुन्छ अब गरम पनि पुरा भइरहेको थियो मलाई। र पनि मैले अब भिडियो बनाएर चाहिँ अब सेटिङ्सको कस्तो के हो भनेर तपाईलाई देखाउँछु भन्ने चाहिँ गरेको। अनि सबैभन्दा पहिला हामी यसमा रिङ लाइट सेटिङ गरौँ है त। त्यहाँदेखिको अरु स्टेपहरु हुन्छ। देख्न सक्नुहुन्छ यो एउटा सामान थियो। यसमा चाहिँ बल टाइपको थियो। बल छ यसरी यो लकलाई चाहिँ खोल्यो भने बल यस्तो रोटेट हुन्छ। यसलाई चाहिँ तपाईले फेरि लक गर्यो भने फेरि यो बल चाहिँ एकदमै टाइट हुन्छ। अनि त्यसलाई चाहिँ हामीले रिङ लाइटमा एडजस्ट गरेर चाहिँ त्यो रिङ लाइटलाई चाहिँ हामीले रोटेट गर्न सक्छौं। त्यसकारणले चाहिँ दिएको हुन्छ हैन। अनि त्यसलाई चाहिँ कम्ती बेसी गर्ने चाहिँ हाम्रो यो सेटअपको लागि दिएको हो। देख्न सक्नुहुन्छ। अनि यो मैले सेट गरे सबैभन्दा माथि जुन स्क्रु हुन्छ त्यसमा हालेर चाहिँ यो सेट गर्नुपर्ने हुन्छ। त्यहाँदेखिको चाहिँ हाम्रो यो देख्न सक्नुहुन्छ रिङ लाइटको यो अन अफ गर्ने प्लस कलर चेन्ज अनि स्वाइप गर्ने पनि देख्न सक्नुहुन्छ। त्यसमै छ बटनमा। त्यो चाहिँ म अहिले पछाडी देखाउँछु तपाईहरुलाई। अनि यो चाहिँ म अब यसलाई बिस्तारै गरेर चाहिँ यसलाई मिलाउँदै छु। यो तार हेर्नु न जेल्लेर हो कस्तो अप्ठ्यारो भइरहेको थियो। बट र पनि मैले कसो गरेर मिलाएर चाहिँ यसलाई चाहिँ मैले मजाले घुमाएर मजाले टाइट गर्दैछु। देख्न सक्नुहुन्छ। अब यहाँ जुन लक छ यसको कमाल देख्न सक्नुहुन्छ तपाईले। अब एकदमै यो यसलाई हामीले जति टाइट गरे यो स्ट्यान्ड हल्लिँदैन है। रिङ लाइटको जुन माथि छ रिङ लाइट जुन छ सरी स्ट्यान्डको माथि त्यो चाहिँ उयो हुँदैन। बट यसलाई लुज गरे चाहिँ यस्तो हुन्छ। देख्न सक्नुहुन्छ है। अघि जुन थियो नि त्यो बल्बले गर्दाखेरि चाहिँ त्यसले चाहिँ अब हामीलाई उयो हुन्छ सजिलो हुन्छ हैन। देख्न सक्नुहुन्छ। मैले चाहिँ अब टाइट गरे त्यहाँदेखिको हामीलाई चाहिँ यो त्यसमाथि रिङ लाइटको बीचमा हामीलाई दिएको हुन्छ सेट गर्ने। त्यसमा चाहिँ सेट गर्नुपर्ने हुन्छ। यो चाहिँ एउटा सानो वायर जस्तो छ। यो पनि रोटेट हुन्छ एकदमै। अनि त्यसको माथि चाहिँ जुन छ त्यसमा चाहिँ हामीले फोन राखेर चाहिँ भिडियोहरु बनाउने अनि फोन राख्ने उयो हो। अनि त्यो चाहिँ तीनवटा हामी मलाई छुट्टै आएको थियो। अन्त यसलाई चाहिँ सेटिङ गर्नुपर्ने हुन्छ। त्यसलाई चाहिँ यसरी खोलेर देख्न सक्नुहुन्छ। यसलाई चाहिँ सट्टै त्यो माथिको भागमा तलको भागमा चाहिँ हामीले फर्स्टै यसलाई यसरी लगाउने देख्नुभयो। त्यहाँदेखिको चाहिँ यो जो छ यो चाहिँ टाइट गरेर यसमा चाहिँ हामीले फेरि मजाले यसलाई टाइट गरेर अन्त देख्न सक्नुहुन्छ तपाई आफ्नो हिसाबले रोटेट गर्ने कति कम्ती बेसी उयो गरेर चाहिँ आफ्नो हिसाबले मिलाउन सक्नुहुन्छ हैन। त्यही कारणले माथि त्यस्तो जस्तो तल त्यो बल उयो थियो त्यो माथि पनि यस्तो टाइपको छ। फोन राखेर चाहिँ हामीलाई घुमाउनु पर्ने हुन्छ भिडियो। अब कति टाइपले बनाउनु यता भएन अब मिलाउने के गर्नेको लागि चाहिँ यो चाहिँ हामीलाई एकदमै फ्लेक्सिबल उयो दिएको छ। देख्न सक्नुहुन्छ। अनि
त्यो चाहिँ मैले सेट गरेँ। त्यहाँदेखिको चाहिँ म तपाईँलाई चाहिँ अब सबै गरिसकेर चाहिँ अब देखाउन जाँदै थिएँ यो चाहिँ अब कसरी के हुन्छ भनेर कि। त्यहाँदेखि हेर्नुहोस् न लास्टमा चाहिँ के भएर यो त अब सबैभन्दा तलको स्क्रू चाहिँ एकदमै लुज भएछ। त्यति बेला चाहिँ लक चाहिँ एकदमै अब म मिलाउँदैछु यहाँ होइन, कति गर्दा पनि मिलेकै छैन। अन्त पछि चाहिँ यो आफै मिल्यो, सबै आफै फिक्स भयो। त्यति बेला चाहिँ यो मिलेको थिएन, देख्न सक्नुहुन्छ यो मेरो रिङ लाइटहरू चाहिँ आफै तल तल जाँदैछ हो। अनि त्यहाँदेखिको त्यत्तिकै होस्, अब मलाई भिडियो बनाउनु देखाउनु त छ भनेर अन्त मैले लास्टमा चाहिँ यो मेरो फोनको यहाँ अलिक तल गरेर मैले तलबाटै तपाईँहरूलाई देखाउनु थालेँ। अब सबै ओभरअल सेटिङ्स त भइसकिसकेको छ। अनि सबैभन्दा लास्टमा चाहिँ तपाईँलाई यो रिङ लाइटको चाहिँ कलर अनि कतिको के छ त्यो देखाउनु मात्रै बाँकी छ। देख्न सक्नुहुन्छ यो फोन राख्ने उयो पनि भयो, हाम्रो सेट भयो होइन। यसमा चाहिँ तपाईँले यसरी तपाईँलाई तानेर चाहिँ फोन राखेर चाहिँ गर्नुपर्ने हुन्छ, भिडियो बनाउनु पर्ने हुन्छ। अनि यसमा चाहिँ अब म चेक गर्न जाँदैछु हाम्रो रिङ लाइट कस्तो आएको छ भनेर। अनि तपाईँकोमा कुनै टाइप सीको चार्जर छ भने त्यसमा चाहिँ तपाईँले लगाएर चाहिँ अन गरेर चाहिँ चेक गर्न सक्नुहुन्छ। अन गऱ्यो भने चाहिँ त्यो जुन बटन छ त्यसमा ब्लू लाइट जल्छ है, देख्न सक्नुहुन्छ। टाढोबाट सानोबाट यहाँ अलिक अप्ठ्यारो भएर चाहिँ मैले तपाईँलाई छेउमा देखाउन सकेको छुइनँ, बट तपाईँले देख्न सक्नुहुँदै होला। यो ब्लू लाइटमा चाहिँ टक्कै अन गऱ्यो भने चाहिँ टक्क प्रेस गऱ्यो भने चाहिँ यसरी टक्क लाइट जल्छ हो। त्यसको साइडमा चाहिँ साइड छ, त्यसमा चाहिँ त्यो तपाईँले कलर चेन्ज गर्ने अब तपाईँलाई कस्तो कस्तो मनपर्छ होइन, कतिवटा टाइपको कलर छ देख्न सक्नुहुन्छ होइन। ब्लू कलर आउँछ अनि डिफ्रेन्ट कलरहरू तपाईँले चेन्ज गर्न सक्नुहुन्छ, त्यहाँ छँदैछ त्यसमा साइन छ। अनि प्लस तपाईँले कन्ट्रोल पनि गर्न सक्नुहुन्छ लाइटलाई, कम्ती बेसी प्लस माइनस साइन पनि त्यसमै छ। सो थ्याङ्क यू फर वाचिङ। तपाईँहरूको लागि चाहिँ मैले भिडियो बनाइदिएँ, कस्तो लाग्यो भन्नु।